यस हप्ताको रचना दीपक राज पन्थीजीले लेखी पठाउनु भएको हो। मानिस हराएको सूचना शीर्षकको रचना रहेको छ। म उहाँको रचनालाई वाचन गर्ने कोसिस गर्दछु। रचना यसरी सुरु हुन्छ। हुबहु मान्छे जस्तै देखिने एउटा मानिस हराएको छ। हुबहु मान्छे जस्तै देखिने एउटा मानिस हराएको छ। भिडभाडको यो विशाल सहरमा आफ्नै अस्तित्वसँग डराएको छ। हुबहु मान्छे जस्तै देखिने एउटा मानिस हराएको छ। भिडभाडको यो विशाल सहरमा आफ्नै अस्तित्वसँग डराएको छ। हुलिया उसको अलि फरक छ। हो, हुलिया उसको अलि फरक छ। आँखामा सपना त छन् तर चमक छैन। ओठमा हाँसो त छ तर खुसीको दमक छैन। खल्तीभरि धनका नोटहरू त होलान् तर मनमा शान्तिको कुनै खलक छैन। तर मनमा शान्तिको कुनै खलक छैन। पहिचानका लागि यति काफी छ। ऊ अरूको दुःख देख्दा अचेल रुँदैन। अन्याय देख्दा उसको रगत उम्लिँदैन। ढुङ्गाको मूर्तिलाई त ढोक्छ मजाले तर बाटोको भोको मान्छे उसले देख्दैन। ढुङ्गाको मूर्तिलाई त ढोक्छ मजाले तर बाटोको भोको मान्छे उसले देख्दैन। न उचाइको नाप्छ न जातको ठेगाना। स्वार्थको उसुले छोपेको छ उसको बहाना। सम्बन्धका पुराना पानाहरू च्यातेर आधुनिकताको मकुण्डोभित्र हराएको छ ऊ। यदि कतै भेट्नु भयो भने, यदि तपाईहरूले कतै भेट्नु भयो भने जसमा अझै अलिकति मानवता बाँकी छ, जसको छातीभित्र अरूका लागि दया बाँकी छ, कृपया उसलाई आफ्नै ठेगानामा फर्काइदिनु होला। यो सहरलाई एउटा मानिसको खाँचो परेको छ। कृपया उसलाई आफ्नै ठेगानामा फर्काइदिनु होला। यो सहरलाई एउटा मानिसको खाँचो परेको छ। यो सहरलाई एउटा मानिसको खाँचो परेको छ। धन्यवाद। तपाईहरूले यसभन्दा अघिल्लो हप्ता प्रस्तुत गरिएको अस्तित्व शीर्षकको कविता सुन्नु भएको छैन भने कृपया यहाँ देखाइएको भिडियो गएर हेरिदिनु होला। म त्यहीँ भेटिनेछु।